नमस्कार सबैजनामा म प्यारामेडिक्स पविता भण्डारी। म तपाईहरुलाई आज गर्भवती महिलाले कतिपटक गर्भ जाँच गर्नुपर्छ, कुन कुन अवस्थामा गर्भ जाँच गर्ने, गर्भ जाँच गर्दा ध्यान दिनुपर्ने कुराहरू के हुन् र गर्भवती महिलामा देखिन सक्ने खतराका चिन्हहरू के हुन् भन्ने बारेमा बताउन गइरहेको छु। नेपाल सरकारको प्रोटोकल अनुसार पहिले 4 पटक गर्भ जाँच गराउनु पर्थ्यो भने अहिले नयाँ प्रोटोकल अनुसार हामीले 8 पटक चाहिँ गर्भवती जाँच गराउनु पर्ने हुन्छ। गर्भवती जाँच कहिले कहिले गराउने, कुन कुन समयमा गराउने भन्नेमा बताउन गइरहेको छु। पहिलो पटकको गर्भ जाँच चाहिँ गर्भवती भएको 12 हप्तासम्ममा चाहिँ पहिलो जाँच गर्नुपर्दछ भने दोस्रो चाहिँ गर्भवती भएको 16 हप्तासम्ममा गर्नुपर्दछ। तेस्रो गर्भ जाँच भनेको चाहिँ गर्भवती भएको 20 देखि 24 हप्ता बिचमा गर्नुपर्दछ। चौथो गर्भ जाँच गर्भवती भएको 28 हप्तासम्ममा गर्नुपर्दछ भने पाँचौं गर्भ जाँच गर्भवती भएको 32 हप्तासम्ममा गर्नुपर्दछ। छैटौं जाँच गर्भवती भएको 34 हप्तामा गर्नुपर्दछ भने सातौं जाँच चाहिँ गर्भवती भएको 36 हप्तामा गर्नुपर्दछ भने आठौं जाँच भनेको गर्भवती भएको 38 देखि 40 हप्तासम्ममा चाहिँ हामीले यसरी 8 पटक चाहिँ गर्भ जाँच गराउनु पर्दछ। यो प्रत्येक जाँच चाहिँ हामीले नजिकैको स्वास्थ्य संस्थामा गई पटक यो 8 पटक चाहिँ हामीले गर्भवती जाँच गराउनु पर्दछ। गर्भवती जाँच गराउँदा बाहेक यदि हामीलाई गर्भवती महिलालाई कुनै खतराको चिन्ह तथा लक्षणहरू देखियो, जस्तै गर्भवती महिलाको अत्याधिक टाउको दुख्नु, हात खुट्टा अनुहारहरू सुनिँदै जानु, आँखा तिर्मिराउनु र धमिलो हुनु, योनिबाट अलिकति पनि रगत देखा पर्नु, तल्लो पेट कडा भई धेरै दुखाइ हुनु, हात खुट्टा अररो हुने, कम्पन आउने, मूर्छा पर्ने, गर्भवती आमालाई ज्वरो आउने जस्ता समस्याहरू देखिएमा चाहिँ यो खतराको लक्षण तथा चिन्ह हुन सक्छ। यस्तो लक्षणहरू देखिएमा हामीले नजिकैको स्वास्थ्य संस्थामा गई डाक्टरसँग परामर्श गर्नुपर्दछ। धन्यवाद।